टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम गुड। अनि आज छ नागोयामा कन्सर्ट अनि मलाई चाहिँ यो कन्सर्टमा जान एकदमै मन लागेको थियो, तर साथी नपाएर एकदम कन्फ्युज भएको थिएँ, जाम कि नजाम भएको थियो होइन। अनि पहिला चाहिँ मेरो कामको फिक्स नै थिएन, सो द्याट मैले टिकट त लिएको थिएन। टिकट चाहिँ आज नै पाउँछ रे भन्ने चाहिँ मैले सुनेको छु, टिकटकहरूमा पनि धेरै देखेको थिएँ। अनि साथी नै नभएर यस्तो कन्फ्युज भएको थियो, के गर्ने, एक्लै जाने कुरो त भएन नि गाइज, रमाइलो नै हुँदैन। अनि मैले एकजना साथी चाहिँ भेटेँ बल्ल तल्ल गरेर। अब म चाहिँ उहाँ साथीसँगै जान्छु, उहाँलाई चिनेको त होइन, साथीको थ्रुबाट भेटेको साथी हो, तर पनि जानु त पर्यो गाइज। के गर्नु, कति कुराहरू गर्नु मन लाग्छ नि, एक्लै चाहिँ कस्तो हुने के, अब के गर्नु, केही छैन। अब कसैको काम हुन्छ, कसैलाई कन्सर्टमा जान मन पर्दैन, त्यही भएर पनि कति कुराहरू मिल्दैन के। सो द्याट अब एक्लै भए पनि जानु त मन लाग्छ, तर रमाइलो हुँदैन, तर के गर्नु है। अनि बल्ल एकजना साथी चाहिँ भेटेँ, अब उहाँलाई चाहिँ म नागोयातिर भेटेर अनि हामी चाहिँ सँगै जानेवाला छौँ कन्सर्टमा, एकदम रमाइलो गर्नेवाला छौँ। तपाईँहरू मेरो भिडियोलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस्, माया गरिदिनुहोस्। ओके गाइज, राम्रो राम्रो भिडियो आउँछ। ओके, अनि मैले यो भिडियो एडिट गरेर कहिले हाल्छु त थाहा छैन, तर मेरो भिडियोलाई चाहिँ माया गरिदिनुहोस्। ओके, अनि म चाहिँ घरबाट बाहिर निस्किसकेँ साथीहरू, कस्तो गर्मी के आज। अनि त्यस पछाडि मेरो भोइस चाहिँ रेकर्ड नभइरहेको रहेछ, खै किन हो। मैले चाहिँ यो भिडियोमा चाहिँ भोइस ओभर गरेर राखेको छु, माया गरिदिनु। ओके गाइज, अब म चाहिँ पहिला यहाँबाट जान्छु ओसु, अनि त्यहाँ चाहिँ मैले साथीहरूलाई भेटेर अनि हामी चाहिँ जान्छौँ कन्सर्टमा। म चाहिँ आज फर्स्ट टाइम भेटेको थिएँ ऊ साथीलाई, सो द्याट मैले उसँग भिडियो चाहिँ केही पनि बनाएन, हल्का लाज लाग्यो कि मलाई। अझै पनि मैले हुन्छ नि साथीहरू भएको नचिनेको मान्छेहरूको अगाडि चाहिँ भिडियो बनाउन कस्तो लाज लाग्छ कि, तर अलिअलि चाहिँ भिडियो बनाइरहेको छु, माया गरिदिनुहोस्। ओके, अनि हामी चाहिँ पुग्यौँ कन्सर्टमा। त्यहाँ जाँदा चाहिँ सज्जन चापागाईको कन्सर्ट अझै स्टार्ट भएको थिएन, अरू ब्यान्डहरूको स्टार्ट भएको थियो। अब हामी चाहिँ कन्सर्टमा इन्जोय गर्छौँ, तपाईँहरू पनि मेरो भिडियो हेरेर इन्जोय गर्नुहोला। ओके गाइस, यतापट्टि हुनुहुन्छ डिभाइड दहकी मेरो जोजो सरोज लामा। चलेको मान्छे नचलेको श्याम शीतल भनेको मै हो। धेरै धेरै धन्यवाद छ। अहिलेलाई समय एकदम कम भएको भएर हामी एकदम छोटो छोटो गाउँछौँ है। निर्माया सबैजना Maya.
भनेको एउटा ब्युटी त लान्छु भन्नुहुन्छ को होला त्यो भाग्यमानी व्यक्ति आँसु कतिको बोकेर आउनु भएको छ आज त सुजाताले हाँसो खुसी आँसु सब मिक्स गरिदिनुहुन्छ हुन्छ ओके थ्याङ्क यू सो मच हामी आज यही स्टेजबाट यही ठाउँबाट सुजन चपागाईज्यूको न्यू सङ रिलिज हुँदैछ त्यसै गरी राम्री बन्नको लागि एटोमीको सामान कसरी युज गर्नु भएको छ सपनाजीले राम्री बन्ने क्रिम हाल्दै हुनुहुन्छ यो क्रिम जसले लियो उसकै भयो लेट्स गो थ्याङ्क यू सो मच थ्याङ्क यू स्वागत छ म लगायत मेरो ब्यान्ड इन्फिनिटी अनि आयोजक यमन कोइबदेखि लिएर जो मेहनती हातहरू यहाँ हुनुहुन्छ जसको परिश्रमले गर्दा आज तपाईँ र हाम्रो भेट भएको छ उहाँहरू सबैको लागि एकचोटि जोरदार ताली Jump away from me,
मान्छेलाई सुन्न पनि निकै कष्ट हुन्छ, कति पैसा छोड्नु पऱ्यो, कति समय त्याग्नु पऱ्यो। त्यही पनि फेरि नेपाली माया हो। नेपाली भाषा सुन्न त हामीलाई जहीँ गए पनि चाहिन्छ। तपाईँहरू जहाँ भए पनि हामी आउँछौँ, विश्वभरि आउँछौँ र तपाईँहरूलाई नेपाली लोक भाका चाहिँ सधैँ सुनाइरहनेछौँ। र कसलाई माया लाग्छ आफ्नो भाका, आफ्नो संस्कृति, हाम्रो त धेरै अलग छ, अरूको भन्दा धेरै अलग छ, कसैले कम्पेयरै गर्न मिल्दैन हाम्रो नेपाली संस्कृति। त्यसले गर्दा पनि हामी कहिले पनि सधैँभरि नेपाली लोक भाकालाई तपाईँहरूले साथ दिनुभयो भने हामी त आफ्नो ठाउँबाट प्रयास गर्छौँ। र यस्तै नेपाली लोक भाकामा मैले प्रयास गरेको गीत घुमे घुमे, त्यसले गर्दाखेरि अबको पालो रहेको छ घुमे घुमे। पालो रहेको छ। म जहिले पनि मेरो कन्सर्ट गर्दाखेरि मैले सुन्ने गरेर एकदमै मलाई मनपर्ने सुनाउन चाहन्छु, देखाउन चाहन्छु। गाजले सुनचरी, गाजले सुनचरी भनेको चाहिँ एकदमै सुन्दर चरा हो। अनि त्यो चाहिँ जुन एसियामा घुमिरहन्छ, बढी त इन्डियामा घुम्छ अनि नेपालमा पनि आउँछ। नेपालमा आउँदा धेरै जसो चितवन नेसनल पार्कमा आउँछ। अनि त्यो चरा यति राम्रो हुन्छ कि म चितवनमा जाँदाखेरि देखेको, म हेरेरै भएको थिएँ। अनि त्यसरी नै एउटा
घुमक्कड बेफिक्री घुमिरहने संसार हेरिरहने हामीलाई पनि कहिलेकाहीँ चरा बनेर उड्न मन लाग्छ है, तर हामी सक्दैनौँ। यसरी नै जो यात्रा गर्नुहुन्छ, यात्रा गर्न मन गर्नुहुन्छ, तपाईँहरू सबैलाई समर्पित यो गीत गाजले सुनसरी आज हामी प्रिमियर गर्दैछौँ यहीबाट। सबैले धेरैभन्दा धेरैलाई पुऱ्याइदिनु होला र के कस्तो लाग्छ रेस्पोन्स गरिदिनु होला है त।
सुदन सबगान इन्फिनिटी ब्यान्डको लागि सबले जोरदार ताली यो कन्सर्ट गर्नको लागि त्यसै सम्भव थिएन थ्याङ्क यू सो मच सो गाइज म चाहिँ कन्सर्ट भ्याएर रुममा आइसकेको छु थाकेर यहाँ पल्टिरहेको छु अनि भिडियो बनाइरहेको कि लास्टमा भिडियो बाई भिडियो त बनाउनु नै पर्यो बाटोभरि चाहिँ भिडियो मैले केही खिचेन होइन अनि फर्स्ट टाइम भेट भएको अनि त्यस्तो भिडियोहरू केही बनाएन डाइरेक्ट उहीँ गयो अनि त्यस पछाडि गएर टिकट लियो उहीँ पनि पाउँदो रहेछ टिकटहरू मलाई पाउँछ जस्तो लागिरहेको थियो कि म ढुक्क चाहिँ थिएँ छनलाई होइन किनकि त्यस्तो टिकटै नपाउने भन्ने त हुँदैन सबै सोल्ड आउट त हुँदैन त्यहाँ पनि बेच्न त राखिरहेकै हुन्छन् पहिलाको कन्सर्टहरूमा जाँदाखेरि पनि हुन्थ्यो कि अनि सो द्याट मलाई चाहिँ छ जस्तो लागिरहेको थियो अनि म चाहिँ यत्तिकै गएको थिएँ उहाँ गएपछि टिकट पायो टिकट लिएर हामी चाहिँ भित्र गयौँ स्टार्ट भइसक्यो होला भन्ने सोचेको धन्न स्टार्ट चाहिँ नभएको रहेछ हामी चाहिँ गयौँ मस्त अनि रमाइलो गऱ्यौँ फर्क्यौँ साथीहरू म चाहिँ आएँ उहाँहरूले चाहिँ मलाई नागोयासम्म छोड्न आउनुभएको थियो कन्सर्ट चाहिँ उता लेगोल्यान्डमा थियो के अनि त्यस पछाडि उहाँबाट उहाँहरूले चाहिँ मलाई यता नागोयासम्म चाहिँ छोड्न आउनु भयो उहाँहरू चाहिँ उता जानुभयो अनि म चाहिँ ट्रेन चढेर यता आएँ गाइज अब यो भिडियो चाहिँ एडिट गरेर अब मैले कहिले राख्छु थाहा छैन मेरो भिडियोलाई माया गरिदिनुहोस् भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोस् ओके सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस् अब एडिट गरेर भिडियो हाल्न चाहिँ अब 1-2 हप्ता त लाग्छ होला 1-2 हप्तामा म चाहिँ भिडियो अपलोड गर्नेछु ओके गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई